हामीहरु लाइभ बैठक गर्दैनौ तपाईहरुलाई मान्नु छ भने मान्नुस् नभए हामीसँग बहुमत छ हामी चाहिँ के भन्छ हाम्रो थुप्रै वडा अध्यक्ष मसँग म यो कुरा मान्दैन लाइभ बैठक तपाईहरुको मानेको कुरा हामीहरु के भन्छ त्यो नगरसभाबाट पास भएको लाइभ बैठक गराउने भनेर त्यसलाई आज हामी बहुमतले खारिज गर्छु भनेर भन्नुभएको छ यस्तो हुन्छ त निर्णय व्यापक भ्रष्टाचारीभित्र हामीहरु छानबिन गर्दैछौँ हामीहरु खोज्दैछौँ हामीहरु माग गर्दैछौँ तपाईको यो लाइभ बैठक गर्नुस् र जनताबीच जानुस् तपाईले कति राम्रो काम गर्नुभएको छ कति राम्रो नराम्रो काम गर्नुभएको छ जनताले देखाउनुस् धेरै भयो 2 वर्ष 8 महिना बितिसक्यो अब कहिले त जाग्ने त जनता यहाँको अब जनता जागिसकेको छ अब वडा अध्यक्ष पनि जागिसकेको छ तपाईलाई माग पूरा गर्नै पर्छ गर्नुहुन्न भनेपछि हामी चरणबद्ध आन्दोलनमा जान्छु भनेर पहिले नै भनिसकेको छु ज्ञापन पत्र बुझाइसकेको छु र फेरि अहिले हामीहरु त्यहाँबाट बोर्ड बैठक बाटै आन्दोलन सुरु गर्दै बाहिर निस्केको छु उहाँ र तपाईहरुले नबसे पनि हुन्छ तपाई जानुस् भनेर भन्नुभएको छ मेयर साहबले हामीहरु लाइभ बैठक राख्दैनौ हामी जति भ्रष्टाचारी गरेको छु तपाई जानुस् बजारमा हल्ला गर्नुस् भन्नुहुन्छ यो लाइभ बैठकको माग मात्रै एउटा कारण थियो बहिष्कार गर्ने कि अरु कारण त थुप्रै छ नि लाइभ ल हाम्रो अब कस्तो भने यो मेयर साहबले कार्यभार सम्हालेको झन्डै 2 साल 8 महिना भयो हामी नेकपा एमालेका वडा अध्यक्ष लगायत साथीहरूले हामी यो पर्खाइमा थियौँ कि उहाँहरूले जनतालाई सुधारमुख लानुहुन्छ त्यसक्रममा हामीले उहाँलाई 2 साल 8 महिना दियौँ साङ्केतिक विरोध साथीहरूले कार्यपालिकाभित्रको बैठकहरूमा गर्दै हुनुहुन्थ्यो तर कार्यपालिकाभित्र निर्णय केही गराउने लेख्ने केही कार्यान्वयनमा केही आउने तसर्थ यसै क्रममा हाम्रो साथीहरूले उहाँहरूलाई अब अति भयो तपाईले चाहिँ उपस्थितिलाई नै निर्णायक पुस्तिकामा तब्दिल गरिदिनुहुन्छ भनेर हाम्रो संसदीय दलको नेता दिनेश वार्ड नम्बर 8 का वडा अध्यक्ष दिनेश सिंहजीको नेतृत्वमा केही दिन अगाडि एमालेले तपाईलाई यहाँ ज्ञापन पत्र दर्ता गरा जसमा कि विगतमा भएको निर्णय हो हाकिम सुमन कार्कीको पालामा यो नगरपालिकाबाट सर्वसम्मतबाट भएको निर्णय हो कि कार्यपालिकाको बैठकबाट भएको निर्णय हो कि आउने कार्यपालिकाको बैठक सबै लाइभ सञ्चालन हुने गर्छ त्यो आजसम्म कार्यान्वयन भएन त्यसकै सन्दर्भमा नेकपा एमाले का साथीहरूले सम्बन्धित वडा अध्यक्षहरूले आज लाइभ बैठकको माग गरे जुन कि विगतमा नोटिस दिइसकेका थिए लाइभ बैठक भयो भने कार्यपालिकाभित्र बोर्ड बैठकमा के निर्णयहरू हुन्छन् भने त्यो जनता समक्ष सर्लङ भएर आउँछ त्यसमा उहाँले निर्णय फेर्ने र चोरी गर्ने ठाउँ पाउनुहुन्न कार्यपालिका मेयर साहबले त्यसकै निम्ति उहाँले यो लाइभ बैठक गर्न चाहनुहुन्न किन लाइभ बैठक भयो भने के निर्णय भएको छ त्यो सर्लङ्ग जनतामा जान्छ र एउटा प्रमाणको रूपमा एउटा नाजिरको रूपमा सर्वविदित नै रहन जान्छ त्यो प्रमाणलाई मेट्न सकिँदैन र त्यही प्रमाणलाई आधार बनाएर कार्यपालिकाको माइनर पुस्तकमा पनि आफूले मन चाहेको कुरा लेख्न पाइँदैन त्यस नियतको क्रमले भ्रष्टाचार गर्नलाई र त्यही नियतको उद्देश्यले उहाँहरूले कार्यपालिका बैठकलाई लाइभ गर्न चाहनुभयो अबको दिनमा विकल्प कसरी खोज्नुहुन्छ हामीले एउटा अब सम्मेलनको कार्यपालिकाको बैठकलाई हामीले चाहन्थे लाइभ होस् जुन कि जनताले सत्य तथ्य जनताको माझमा प्रष्ट रूपमा जाओस् एउटा कुरा जनताको माझमा जाओस् कि कार्यपालिकाको बैठकमा एमालेका साथीहरूले या अरू वडा अध्यक्षहरूले के भन्ने गरिरहेछ के निर्णय गरिरहेछ र बाहिर के गरिरहेछ अब हामी यही मागहरूलाई लिएर साथीहरूसँग बसेर सबै कार्यक्रमको आन्दोलनको रूपरेखा हामीहरूले तपाईहरुलाई मिडिया समक्ष ल्याउनेछौँ आगामी दिनमा हामी यति मात्रै लागेर चुप बस्ने होइन हामीले आन्दोलनको कडा रूपमा नगरपालिकालाई सुधार गर्नलाई कडाभन्दा कडा रुख अख्तियार नेकपा एमालेका साथीहरूले गर्नेछन् त्यो विश्वास दिन्छौँ अहिले पनि यहाँहरूले प्रष्ट रूपमा हेर्नुभयो कतिको तानाशाही र कतिको हाकिमवाद हामीले यो भनौँ नि देश राजतन्त्र फालेर प्रजातन्त्र भएर गणतन्त्रमा आइसके यो कार्यालय कसको मनोज शाहको आफ्नो निजी सम्पत्ति हो र जनता मिडिया जो यस देशको चौथो अङ्ग भनिन्छ मिडियासम्मलाई निषेध गरिएको छ प्राङ्गणमा
हामी प्राङ्गणमा बाहिर आएर तपाईँहरूसँग कुरा गर्ने अवस्था आएको छ। यो कस्तो तानाशाही रहेको छ। राजतन्त्रमा पनि यस्तो तानाशाही हामीले देख्न सकेका छैनौँ। त्यस्ता तानाशाही मेयर मनोज शाहले देखाइरहेको छन्। कसको दममा त? के उहाँ नेपाली काङ्ग्रेसको पार्टीको दममा हो कि भीमलेन निधिको दममा हो कि कसले संरक्षण गरिरहेछ? मेयर मनोज शाहलाई संरक्षण कहाँबाट? यति बल कहाँबाट? यो सरासर देखा परिरहेछ। यो यसको पछाडि भीमलेन निधि, नेपाली काङ्ग्रेसको दम, बहुमतको दम। त राजतन्त्र फालियो यस देशमा। गणतन्त्र आइसक्यो भने यो जाबो मेयरको जाबो 2-4-10 वडा अध्यक्षको बहुमतको दम र कुनै नेपाली काङ्ग्रेसका बाहुबली नेताको संरक्षणको दमले जो जनताको अधिकार र जनकपुरको विकास रुकिँदैन भन्ने नेकपा एमालेले आह्वान गरेको छ र हामीले यो दमलाई पनि तोडेर हैन र जनताको राज्य देखाएर हामी स्थापित गरेर छाड्छौँ। यति विश्वास यहाँहरूलाई हामी दिन्छौँ र आगामी दिनमा यो बैठक बहिष्कार गर्नु पछाडिको यो लाइभ बैठकको माग मात्रै थियो कि अरू कारण पनि? यहाँको 2 वर्ष 8 महिना भइसक्यो। यति दिन यहाँका जनताले प्रतिपक्षका भूमिका देखेन एमालेलाई। अब के प्रतिपक्षमा बस्नुहुन्छ कि फेरि त्यही हो? एकदम बस्छ। यहाँहरूलाई भन्न सक्नुहुन्न कि हामी प्रतिपक्षको भूमिकामा थिएनौँ। हाम्रो संविधानले केही कल्पना गरेको छ। दलका नेता उपनेताहरू त्यहाँ बनाउने चलन छैन। हामीले प्रत्येक वर्ष माननीय जुली कुमारी महतोजीको नेतृत्वमा यहाँको मिडिया साथीहरूलाई राम्ररी थाहा होला, हामी 30 दिन 40 दिन नगरको एक वडाको एक ठाउँमा पुगेर नगरको सबै कमी कमजोरी योजनाहरूमा हामी छर्लङ्ग छौँ र सचेत र पहरेदारी गर्दै आइरहेका छौँ। विगतको दिनमा पनि गर्दै आइरहेको थियौँ र त्यो पहरेदारी अब पानी टाउकाभन्दा माथि गयो। त्यस कारणले हामीले अब आन्दोलनै गर्नुपर्ने अवस्था आएको रहेछ भनेर हामी जानकारी गराउन चाहन्छौँ। कार्यपालिकाको बैठक लाइभ गर।